हेलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु। अनि अस्तिको दिन चाहिँ हामी अन्नपूर्णमा आएर बसेको थियौँ विशेष काम गरेर। 4 दिन बस्यौँ यहाँ। सो 4 दिनपछि चाहिँ हामी फेरि अब ट्याम्के डाँडातिर जाँदैछौँ। मैले चाहिँ यहाँ गाडी राखेको थिएँ होइन। सो गाडी चाहिँ भोजुमा यति धेरै चिसो छ कि यति धेरै कि बाहिर राखेको थियो एउटा र यहाँ पुरै आइसै जमाएको छ। आइस छ पुरै आइस भएछ आइस ल अनि यस्तो हुँदो रहेछ भोजपुरको जाडो भनेपछि कति छ होला। बाहिर राखेको गाडीमा यस्तो शीत आइस परेको छ पुरै। ठाउँ चाहिँ यस्तो छ हामी बसेको। ट्याम्के चाहिँ फेरि यता पर्छ यो डाँडातिर। हामी यतै जानेछौँ अब। मुला झन्डै तर्सायो यार। राख्ने हात ठिङ्क्यो के मान्छे छ त उत्रिँदा दाइम म त आउँदिनँ यस्तोमा आयो भने यो तान्नु रातो तल साथी यस्तो जाडो छ यहाँ गाडी कुदाउनु नसकेर यहाँ त यस्तो गर्ने हो नि गाडी रोकेर तताएर फेरि यात्रा सुरु। साथीहरू आउनुहुन्छ भने चाहिँ तातो न्यानो मात्रै लाएर आउनु है। फोटो खिच्ने अघि यहाँ आउनु पर्ने रहेछ हावा त्यहाँ रोकेर। कुन झर्ना हो यो? अलि भरे आउँदा खिच्नु ल। झर्ना यहाँ रहेछ।
माथि रहेछ नि लगेर राख्ने त ब्याग के मान्थ्यो होला नि यही हो के छ यहाँ कुन माथि होला नि सोध्ने तपाईँको दाइको चाहिँ के हो गिरी विवेक होइन हौ होटलको नाम त्यही हो ऊ त्यो माथि छ त अनि त्यो रातो रातो घरहरू त माथि उयो दाइलाई सोधौँ न के आफन्तै दाइ पर्छ कि के हो गाउँको दाइ सोधौँ न त यहाँ दाइले तलतिर देखाएको छ त्यसले त दादा यो कम्फर्ट होलिडे इन भन्ने कहाँ हो दाइको नाम के अरे विवेक त्यो दाइको नाम विवेक हो हामी भोजपुर हामी ब्यारेकबाट हो तर यहाँ दाइले चिन्नु हुँदो रहेछ गाउँको अरे अनि उहाँ दाइ पनि कुलुङ हो नि त गाउँको ब्यारेक लाली गुराँस हो लाली गुराँस देख्नुभयो लाली गुराँस के ऊ त्यो रातै फुलिसकेछ त यता त अनि लु भयो अहिले चाहिँ यहाँ हाम्रो कुलुङ दादाको गाउँको दाइको दोकान रहेछ यहाँ दाइले किन्नुभयो होमस्टे भन्नुभयो होमस्टे त हो नि होइन नि दादा हिउँ परेको नि यो शीतै हो यहाँ ल अनि जस यहीँ छोडेर जाउँ न त ल दाइकोमा घुमेर आउँछौँ यसो बोक्नु न अलिक पर लगाउँ न आसम्म अहिले चाहिँ दादाकोमा खियो हाम्रो कुलुङ दादाको दाइकोमा अनि अब ब्यागहरू राखेर होइन लागि अब ऊ तारे हो अब चाहिँ कस्तो जानु पर्ला भने बस्ने दादालाई नै जुर्या रहेछ तेल है अझै फुल छ अनि माथि नै छ तेल अझै अनि
कता यता कता यहाँदेखि त खोटाङ यता खोटाङ हो नि यहाँदेखि यता खोटाङ ए उता चाहिँ हो ए खोटाङ नजाने यहाँसम्म मात्रै होस् ओक्सा म त माथि पुग्नु हेर नजाऊ है माथि उयो माथि हो हिमाल सिमाल केही देखिँदैन उ यस्तो छ होइन हिमाल उ यहीँबाट उ यहाँ सबै यहाँदेखि यता आउँ हिमाल देखिनु पर्ने हिमाल अब माथि गए पनि देखिँदैन माथि जाँदा धेरै लडिन्छ अहिले चाहिँ किन लडिन्छ भन्दाखेरि धेरै आइस छ आइसमा जाँदा दुःख सुख होला तर आउँदा धेरै लड्छ त्यसो नजाने यतैतिर घुम्ने है यता चाहिँ कहाँसम्म जान्छ यता खोटाङ जाने बाटो हो बरु त्यहाँ पार्क जाने भए जान्छ छ यता हिँड्नु नि दाजु मुन्दुम पदमार्ग ए अहिले बाटो पनि बनाउँदै रहेछ नि त नि झन् चिप्लो होला ठिक छ अर्को पालि आउला है यही होइन अब यता चाहिँ कता छिर्यो अरे हामी टिकटेल कि कहाँ हो यता चाहिँ खोटाङ यस्तो आइसक्यो ए माथि त गाह्रो हुन्छ है हुन्छ हुन्छ यहाँ अब यहाँ एकछिन हेरौँ न खास मुद्दुम पदमार्ग एकछिन भरे यहाँसम्म यही बाइक छोडौँ पर हिँड्दै जाऊँ एक राउन्ड गरौँ न मुद्दुम पदमार्ग हुन्छ है मुन्नु पर्यो सोलखाइ भयो यहाँबाट सोलखाइ भएन अहिले चाहिँ हामी उता ट्याम्के जाने बाटो तर पुरै शीत हिउँ पुरै आइस भएर चाहिँ गाडी म पुरै शीत हिउँ जस्तै लाग्दो रहेछ नि त है माथि यत्रो यत्रो अहिले चाहिँ हामी यतै घुम्ने भयौँ उता माथि चाहिँ आइसको पुरै लेयरहरू भएर आइस भएर चाहिँ पुरै गाडीहरू जानु नसक्नु भयो त्यही भएर हाम्रो दादा यतै घुमौँ भन्नुभयो अनि हामी चाहिँ अहिले पदमार्ग एकछिन हिँड्दैछौँ उतै यो पनि दादा यसलाई चाहिँ के भन्छ यो ठाउँलाई चकेवा भने ट्याम्के डाँडा चाहिँ माथि होइन माथिको अनि यता चाहिँ मैम होइन त्यो माथिको चाहिँ मैम अरे सो हाम्रो यात्रा यस्तै हो आदिकल्चर भयो भन्दा पनि अब बाटो राम्रो छैन अरे अनि त्यही भएर हामी चाँडै ब्याक हुनुपर्ने भएकोले खोल्नु मनै थिएन दामी छ ठाउँ चिसो जाडो ठिकै छ त्यतिको आइस अरे हिउँ त होइन नि यो हिउँ यस्तै हुन्छ के हो आइस थ्याङ्क यू दादा तेरो नाम लेखिदिन्छु म यहाँ लेखिदिन्छु ल तपाईँको नाम राज होइन ए हौ पो भयो त ए सबै मासु पोल्नलाई नि
यति चक्रेको एन्सन पावर यो ट्याङ्की हो एउटा कुरा भन्नु बिर्सेँ होइन यहाँ चाहिँ बाटो पुरै आइस जमेको भएर बाइकहरू चाहिँ माथि ट्याम्के डाँडा जानु सकेन सो यो भिडियोमा चाहिँ मैले ट्याम्के गएको देखाउन सकेँ हामी चक्यो डाँडासम्म मात्रै आयौँ त्यहाँदेखि उता जाने बाटो चाहिँ हामीले देखाउन सकेन र गएनौँ पनि जानै सकेन किनकि अब दाइले भन्नुभयो कि पुरै आइस भएको छ बाटोमा जाँदा त दुःख गरेर गइन्छ आउँदाखेरि चाहिँ लडिन्छ भन्नुभयो अनि हामी चाहिँ गएनौँ त्यही चक्रियासम्म तर समयले साथ दिएर अर्को दिन होइन कुनै समय भएछ फेरि म भिडियो चाहिँ मै ट्याम्केसम्म चाहिँ पुगेकै भिडियो बनाउँदैछु होप हजुरहरूले हेरिदिनु भयो होइन साथ दिनुभयो भिडियो हेरेर सो थ्याङ्क यू सो मच अब कुनै समय मिलेछ भने ट्याम्केको भिडियो पनि बनाएर हाल्नेछु है सो ट्याम्के चाहिँ यही हो यो त्यहीको छ ट्याम्के त्यही हो तर जान सकेन सो ब्याड होइन समयले साथ दियो तर बाटोले दिएन पुरै हिलो छ भन्ने भन्दै हुनुहुन्थ्यो अनि पुरै शीत भन्दा पनि आइस जमेको छ अरे बाटोतिर पुरै गाडीहरू लड्छ अरे त्यही भएर दाइ चाहिँ अघि कटेजको ओनर हो क्या हामीले आफ्नै पर्नुहुन्छ दाइ अनि उहाँ चाहिँ ओनर कटेजको त्यही भएर उहाँ चाहिँ यतै बस्नुहुन्छ त्यही भएर मलाई सबै थाहा थियो ट्याम्के जाने सपना अलिकति पुरा भएन बाटो र मौसमले साथ अलिकति दिएन ठिक छ अब अर्को कुनै समय भएछ भने जाउँला हामीले चाहिँ गाडी यहीँ राखेर यताबाट हिँडेर गएको थियौँ उता परसम्म सो खासै जानेको टाइम गयो हाम्रो यो बाटो चाहिँ ट्याम्की जान्छ ऊ छ ट्याम्की अब अर्को पालि जाउँला हिमाल चाहिँ आज देखेन है धमिलो भएर हिमालहरू धमिलोले हिमाल देखेन है भने न त देख्छ अरू बेला ठिक छ अर्को पालि हेरेन अब अर्को पालि आउने फेरि माथि नै पुग्ने गरी क्या अब साथीहरू भ्लग कस्तो लाग्यो है राम्रो लाग्यो भने कमेन्टहरू गरिदिनु होला सो तपाईँलाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनुभएको तपाईँलाई पनि धन्यवाद तपाईँले यो सक्यो अब ट्याम्की हुँदैन तर पनि तपाईँहरूसँग साथ दिनु होला नि भिडियोहरू साथ दिने सबैजनालाई त्यस्तो त्यस्तो तपाईँले राख्न चाहन्छु